आज नेपालले इङ्ल्यान्डलाई हराउनका लागि इङ्ल्यान्डको यो फास्ट बलर जोफ्रा आर्चरलाई चाहिँ एकदम ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ है साथीहरू। इङ्ल्यान्डको एकदम घातक बोलर भनेर पनि चिनिन्छ है जोफ्रा आर्चरलाई चाहिँ। त्यसैले यो बलरलाई चाहिँ एकदम सही तरिकाले टाइमिङमा खेल्यो भने मात्रै नेपाली अगाडि बढ्न सक्छ, मलाई त्यस्तो लाग्छ है। किन भन्दाखेरि यो बलरको हिस्ट्री हेर्दाखेरि अस्ट्रेलियालाई धरि 6 विकेट चड्काउने र पड्काउने बलर इङ्ल्यान्डको यही हो साथीहरू। 150 155 को स्पिडमा बलर गरेर चाहिँ ब्याटरहरूको सातो उडाउने र घाइते बनाउने इङ्ल्यान्डको यो बलर हो है साथीहरू। त्यसैले आज नेपालले यो बलरलाई चाहिँ अलिकति साइडमा राखेर अर्को बलरहरूलाई धुलाइ गर्नुपर्छ जस्तो मलाई लाग्छ। के लाग्छ तपाईहरूलाई साथीहरू? नेपालको कुन कुन ब्याट्सम्यानले चाहिँ यो जोफ्रालाई चाहिँ कोप्रा बनाउँछ होला त? कमेन्ट गर्नु होला।